वर्षपछि चासोकै आको लिम्बू नि राम्री शिर फुलै लाको लिम्बू नि राम्री शिर फुलै लाको एक वर्षपछि चासोकै फिर्दा लिम्बू त राम्रो च्याब्रुङै भिर्दा लिम्बू त राम्रो च्याब्रुङै भिर्दा पुर्खाको चलन सबैले मान्ने रीति र तिथि सबैले जान्ने हो के पर्ला छैन सोधेर जाँच्दै हात र संविधानै पो नाच्ने हो च्याब्रुङको तालमा गीत है गाउने मालामा भन्दै पिरती लाउने हो हात पारी गाउँदै कटाउ है रात धानै पो नाच्ने लिम्बूको जात हो आयो चासो क्रम है सबै मिली भनौँ है पुर्खाको यो चलनलाई सबै मिली भनौँ है आयो चासो क्रम है सबै मिली भनौँ है पुर्खाको यो चलनलाई सबै मिली भनौँ है आयो चासो क्रम है सबै मिली भनौँ है पुर्खाको यो चलनलाई सबै मिली भनौँ है आयो चासो क्रम है सबै मिली भनौँ है पुर्खाको यो चलनलाई सबै मिली भनौँ है वर्षपछि चासोकै फिर्दा लिम्बू त राम्रो च्याब्रुङै भिर्दा लिम्बू त राम्रो च्याब्रुङै भिर्दा
चासोक तङनाम अर्थात् उधौली पूजा। लिम्बू भाषामा चासोकको अर्थ न्वागी र तङनामको अर्थ उत्सव वा चाडपर्व हुन्छ। लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुम्बा भनेर चिनाउने गरिन्छ। याक्थुम मुन्दुम अनुसार मानव जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर सर्ने समय भएको र अन्नबाली भित्राएको खुसियालीमा यो पर्व मनाउने गरिन्छ। लिम्बू जातिको मुन्दुममा उल्लेख भए अनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येथाङले कन्दमूल काँचे खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोग व्याधिको शिकार हुन्थे। यी समस्या समाधानका विकल्प खोजीमा सर्वशक्तिमान तागेरा निङवा फुमाङसँग प्रार्थना गर्दथे। यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारा माङदक कोदो, परामा कोदोसँग उम्रिने फल्ने, ताकमारु घैया, तुम्रा जुनेलो आदि बिउ बिजन तागेरा निङवा फुमाङले उपलब्ध गराइदिए। यसरी धान र अन्नको बिउ बिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावा येथाङका चेली सिबेरा एकथुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी बस्मे फाडेर बिउ बिजन रोपी छरी अन्न फलाइन्। यसरी छरपोक गरी उब्जाएर खानुभन्दा अगाडि माङहरू देवी देवतालाई चढाउने प्रचलन बसाले यसैलाई चासोक न्वागी पूजा भनियो। मनुष्यलाई खेती किसानी सिकाउने देवीको रूपमा येथाङका चेली सिबेरा एकथुपमा सिबेरा याभुङ्गेनमा हुन् भनी लिम्बू जातिले मान्दछन्। यिनै कथन अनुसार माङहरूलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ। आफूले लगाएको बालीनाली पाकेपछि माङहरूलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा लिएको पाइन्छ। सम्पूर्ण देवी देवता तथा प्रकृतिको पूजा गर्ने क्रममा 3 राते धार्मिक अनुष्ठान तङसिङ पनि गर्ने गरिन्छ। आफूले उब्जाएको अन्नबाली देवी देवतालाई नचढाई खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुञ्जे साँपे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाड निस्किने, आँखा दुखाउने, कान दुखाउने जस्ता भयवह रोग व्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ। यति बेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रका बारी नै भरि पैयुँ फुलेको छ। यसरी पैयुँ फुलेको समयलाई लिम्बूहरूले उधौलीयाम सुरु भएको सङ्केतको रूपमा मान्दछन्। उधौली सुरु भएपछि माछा चराचुरुङ्गी दक्षिणतिर लाग्दछ। खास गरी जाडो छेक्ने यसो गरिएको हो भन्ने गरिन्छ। यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकोले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाई गोठ पनि तल बिस्तारी झारिन्छ, जसलाई उधौली झारिएको भन्ने गरिन्छ। यिनै गाई गोठलाई हिउँदभरि खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगाइन्छ, जसलाई उभौली भन्ने गरिन्छ। प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवी देवतासँग प्रार्थना गर्ने गर्दछन्, जसलाई यक्वा पूजा भन्ने गरिन्छ। र यिनै देवी देवताको आशीर्वादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गर्दछन्।